हामी थोरैछन् सम्मानीय उपराष्ट्रपतिज्यू पूर्व प्रधानमन्त्रीज्यूहरूका नेताज्यूहरू संवैधानिक निकायका माननीय प्रमुखज्यूहरू नेपाल स्थित निर्वाचन आयोगबाट मिति 79/8/29 मा प्राप्त मतपरिणाम नेपालको सार्वभौम सत्ता नेपाली जनतामाथि रहेको नेपालको संविधानप्रति पूर्ण वफादार प्रतिज्ञा गर्दै कसैको डर नमानी मोबाइल हटाउँछ पूर्वाग्रह वा आफूलाई जानकारीमा आएको कुरा म पदमा बहाल जुन अवस्थामा पनि कानुनको पालना कुनै किसिमको प्रकट वा सङ्केत सम्मानीय हार्दिक बधाई नेपालको संविधानप्रति पूर्ण वफादार रही सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्दै ईश्वर देश र जनताको नाममा शपथ लिन्छु। उपप्रधानमन्त्री पदको जिम्मेवारी प्रचलित कानुनको पालना गरी कसैको डर नमानी पक्षपात नगरी पूर्वाग्रह वा खराब भावना नलिए ईमानदारीका साथ वहन गर्नेछु। आफ्नो कर्तव्य पालनाको सिलसिलामा आफूलाई जानकारीमा आएको कुरा जुनसुकै अवस्थामा पनि प्रचलित कानुनको पालना गर्दा बाहेक अरू अवस्था नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता को मन्दिर भयो नेपाली जनतामाथि नेपालको संविधानप्रति पूर्ण वफादार नेपालको संविधानप्रति पूर्ण वफादार सत्यनिष्ठापूर्वक प्रतिज्ञा प्रचलित कानुनको पालना गरी मुलुक र जनताको भलो जिताई कसैको डर नमानी पक्षपात नगरी पूर्वाग्रह वा खराब भावना
आफूलाई जानकारीमा भन्दा अलिकति शेरबहादुर त हिँडिस है शेरबहादुर त हिँडिसक्नु ल हामीले कसरी गरेको छैन तपाईँ त यस्तो गरेर चाहिँ भन्नु नभन्नु